सम्माननीय सभामुख महोदय, बजेट भाषामा बोल्न मन लागेको थिएन, बोल्नै पर्ने बाध्यता जस्तो भयो। बोलेर के गर्नु, कमा पनि चेन्ज हुने होइन है। अब पहिलो कुरा चाहिँ हाम्रोमा एउटा यो बजेट आयो। अब म अर्थमन्त्रीज्यूलाई केही पनि भन्न चाहन्न, के भनौँ, काम चलाउ सरकार जिन्दाबाद हो। किन अब अर्थमन्त्रीले बनाउने बजेट होइन, कर्मचारीले बनाउने हो। अब अहिले साल अर्थमन्त्रीले बनाएको पनि त्यही हो, अघिल्लो वर्ष बनाएको पनि त्यही हो। भोलिको यहाँ यसो मान्यज्यूहरूको अर्थमन्त्री बनाउने त्यही कर्मचारीले बनाउने हो। सिधा कुरा, बाहिर जनतालाई झुटो नबोले हुन्छ। कर्मचारीले बनाएको बजेट हो, त्यो भए हुनाले यसमा चाहिँ ज्यादा टिक्का टिप्पणी गर्नुपर्ने, सत्तापक्ष हुने बित्तिकै वाउ भनेर चाहिँ पछाडि गालामा गाला हल्लाएर गीत गाउनुपर्ने, प्रतिपक्ष हुने बित्तिकै राम्रो आए पनि यो नराम्रो भन्नुपर्ने जुन प्रवृत्ति यो संसदमा पुरानाले त गरे नयाँ आएका साथीले गरेर देख्दा चाहिँ म अचम्म लाग्छ। यो चाहिँ गर्नु हुँदैन है, किनभने सत्यको पक्षमा हामी उभिनुपर्छ। त्यो भए हुनाले म अर्थमन्त्रीज्यूलाई म त के भन्नु, केही पनि भन्नै चाहन्न। किन भन्न चाहन्न भने सुन्ने हो, उहाँको सुन्ने कर्तव्य हो। चेन्ज गर्न सक्नुहुन्न, के गर्न सक्नुहुन्न, नियम छैन, कानुन छैन, उहाँको पनि के दोष। किनभने त्यो नियम हामीले बनाएनौँ। सबभन्दा पहिला चाहिँ अर्थमन्त्रीजीले यदि सक्नुहुन्छ भने अर्थमन्त्रीज्यू तपाईँलाई म अनुरोध गर्न चाहन्छु सभामुख मार्फत, हिमाली जिल्लाका लागि चाहिँ छुट्टै आर्थिक वर्ष बनाइदिनुहोस्। किनभने तपाईँहरूले अहिले असारबाट ल्याएको बजेट हिमाली जिल्लामा असोजबाट पैसा आउँछ, कार्यान्वयनतिर जान्छ। असोज कार्तिकको 15 गतेदेखि हामीले हिमाली जिल्लामा काम गर्न सक्दैनौँ, किनभने हिउँ पर्छ। त्यो हिउँ कहिलेसम्म पर्छ भने चैत मसान्तसम्म पर्छ। चैतको 15 गतेसम्म हामी काम गर्न सक्दैनौँ। वैशाख जेठ 2.5 महिना मात्र काम गर्ने बित्तिकै आर्थिक वर्ष सकिन्छ। हामी कहाँ चाहिँ आएको पैसा अहिलेसम्म सबै खर्च गर्न नसकेर फिर्ता भएको छ। अर्थमन्त्रीज्यूले यो हिम्मत गर्नु पर्यो, हिमाली जिल्लाका लागि चाहिँ आर्थिक वर्ष चाहिँ करिब अर्कै बनाउनु पर्यो र बर्खालाई चाहिँ हामीले आर्थिक वर्ष बनाइदियौँ भने हिमाली जिल्लामा गएको पैसा चाहिँ सदुपयोग हुन्छ भन्ने मलाई लाग्छ है। यो चाहिँ गरिदिनु होला भनेर अनुरोध छ, हिम्मत गर्नु होला, तपाईँलाई हामी साथ दिन्छौँ। र अर्को चाहिँ अब यो बजेट त आयो, यो चाहिँ बडा गजबको के छ भने 11 वर्षमा अहिले पनि अर्थमन्त्रीज्यू गएर एकछिन हेरिदिनु होला, 11,000 भन्दा बढी मान्छे मरे। तपाईँहरूले सुरु गरेको युद्धमा झन्डै 17,000 मान्छे मारिए भनेर भनिन्छ, तर तपाईँहरूले गरेको युद्ध बराबरै मान्छेहरू यो वैदेशिक रोजगारमा गएर मृत्यु भइसक्यो करिब यो 10 वर्षमा। यसलाई रोक्ने एउटा कुनै पनि नीति आउनुपर्ने हो। यहाँ नीति आएन। श्रम मन्त्रालय छ सिर्फ विदेश पठाउने र पैसा कमाउने, बस। रोजगार पनि हो है, त्यो पछाडि श्रम तथा रोजगार भन्ने छ पछाडि। यो देशमा रोजगारी उत्पादनमा कहीँ कतै पनि देखिएन। अघिल्लो वर्ष यही वैशाखको महिनामा 30,000 मान्छे विदेश गएका थिए। अहिले साल चाहिँ 70,000 गइराखेका छन्। अनि प्रगति कसरी भयो? मान्छे बेचेर हाम्रा देशका दिदीबहिनीहरूलाई अर्काको देशमा काम गर्न पठाएर, भयभरका युवाहरूलाई अर्काको देशमा पठाएर यदि देश विकास हुन्छ भनेर यदि कसैले सोच्नुभएको छ भने त्यो कुरा गलत हो। मान्छे र युवाहरू विदेश नपठाएर मात्र देश विकास गर्न सकिन्छ। अब तपाईँको अर्को गजबको कुरा यहाँ के छ भने व्यापार घाटा आज अहिले हेरिदिनुहोस् त, 10 महिनामा 11 खर्ब, 10 महिनामा करिब 10 खर्ब 53 अर्ब 42 करोड, 11 खर्ब 67 अर्ब 36 करोडको हामीले व्यापार गर्दा जम्मा तपाईँको 13 अर्ब 94 करोडको चाहिँ हामीले तपाईँको 11 अर्ब आयात गर्दा 13 अर्ब मात्र निर्यात गर्न सकेका छौँ। देश टाट पल्टेको छ। यो बजेट भाषणको एउटा सुरुको है अर्थमन्त्रीज्यू। उत्पादन र उत्पादन तत्त्व र रोजगारी वृद्धि गर्ने भन्नुभएको छ। तपाईँहरू नेपाली कपडा लगाइदिनुहोस् न। पहिलो कुरा नेपालमा बने, भोलिपल्टका दिनदेखि तपाईँको नेपालकोमा बनेको सामान प्रयोग गर्न थाल्यो भने भोलिपल्टका दिनदेखि यो देशमा उत्पाद तत्त्वलाई हाम्रो बजारीकरण हुन्छ। ल अर्थमन्त्रीज्यूले हिम्मत गर्नुहोस्, यहाँ आएर नेपालका कुनै पनि कर्मचारीदेखि लगेर सेना, प्रहरी, आर्मी, निजामती कर्मचारी, सांसद, सार्वजनिक पद धारण गरेका व्यक्तिहरू यहाँ आएर नेपाली पोसाक लाउने, नेपालमा बनेको कपडा मात्र प्रयोग गर्ने भनेर नियम बनाउनुहोस्। यसले चाहिँ गरेन भने पनि 60-70 अर्ब रुपियाँ चाहिँ नेपालमा रहन्छ। अब किताबमा लेखेर के गर्नु, व्यापार केही लागु हुने होइन। यो चाहिँ हिम्मत गर्नु होला भन्ने कुरा मलाई लाग्छ। र अर्को चाहिँ एउटा कुरा, सार्वजनिक ऋण झन्डै अहिले 24 खर्ब पुग्यो। यसरी ऋण बढेको बढे अहिले पनि तपाईँको 3 खर्ब करिब परार ऋण ल्याउने भन्नुभएको छ। यो ऋण आउँदा देश टाट पल्टिसक्यो। त्यो भएको हुनाले यतातिर भन्दा अलि बजेटतिर यो बनाउनु भन्दा पनि रोजगारीका कुराहरूमा अगाडि बढ्नु पर्यो। अब कृषिको कुरा भएछ, झन्डै 4 खर्बको हामीले कृषिहरू आयात गर्दैछौँ, धान, चामल, टमाटर। अहिले पनि के गरिदिनु पर्यो भने अर्थमन्त्रीज्यू
तपाईँलाई मेरो अनुरोध छ, अपिल छ सभामुख मार्फत, हिम्मत गर्नुहोस्, तपाईँ दम गर्नुहोस्, हामी साथ दिन्छौँ। इलामका चिया व्यापारीहरूको चिया बिक्री भएको छैन। आज तराईका गोलबेडा र चामल व्यापारीको चामल बिक्री भएको छैन। जुम्लाका स्याउ व्यापारीको स्याउ गएको छैन। विदेशबाट तरकारीहरू आउन थाल्यो, कस्टमलाई टाइट गर्नुहोस्। विदेशबाट हरियो तरकारी र कृषिजन्य पदार्थ एक छिराउन नदिने नीति बनाउनुहोस्। भोलिपल्टका दिनमा 4 खर्ब यहाँ बच्चा रोजगारी सिर्जना हुन्छ। यतातिर बाटो जानुहोस्। र अर्को कर्णालीमा बजेट शून्य बराबर जस्तो भएको छ, भाषण मात्र गरिएको छ, कहीँ कतै रेकर्ड भएको छैन। म यही संसद मार्फत भन्छु, पर्सि छलफल हुँदैछ। कर्णालीको अहिलेको त्यो राजमार्ग रारा जानेर जुम्ला जोड्ने, मुगु जोड्ने राजमार्ग अहिलेको सरकारले अपचलन गर्यो भने यही बजेट मार्फत भन्छु, संसदमा उभिन्छौँ। बरु सभामुखले मलाई कारवाही गरून्, केही फरक पर्दैन। हामी त्यो लागू गर्ने पक्षमा अगाडि बढ्छौँ, किनभने सधैँ हेप्न पाइँदैन कर्णालीलाई। हस्, धन्यवाद। माननीय सदस्य शेरबहादुर कुँवर, समय 5 मिनट।